ब्लगमा स्वागत छ। सर्वप्रथम सबैलाई दिवालीको शुभकामना दिँदै अनि भाइटिकाको पनि शुभकामना दिँदै आज हामी लागिरहेको छौँ भाइटिका मनाउन सिलगढी। सो अहिले फिलहाल हामी चाहिँ दादाहरूलाई पर्खिरहेको छौँ, गाडी आउँदैछ, आइपुग्यो हाम्रो। यो हाम्रो आजको सवारी राइड। अहिले चाहिँ हामी फिलहाल गाडीमा आइसक्यौँ। सबैजना हाम्रो परिवारहरू भेटघाट भइसक्यो। यहाँ हुन्छ हाम्रो एकदमै खलनायक भनेको यहाँ हुन्छ हाम्रो काका, हाम्रो स्वरूपदा एकदमै अर्को खतरनाक मान्छे त्यहाँ कुनामा बसिरहेको छ। अब चाहिँ हामी लाग्यौँ सिलगढीतर्फ हाम्रो चाडलाई मनाउँदै हाम्रो भाइटिका मनाउनको लागि। जुडै नहोस् हाम्रो यो ब्लगमा। हामी खर्सानी क्रस गरेर मक्काबारीको बाटो जाँदैछौँ। मान्छेहरू अलस तलस भइसक्यो। काकाम्रो हावा खानुहुँदैछ, रमाइलो हुँदैछ है। सबैजना परिवार जाँदैछौँ। त्यस्तो छ कपाल चाहिँ चुलुम चाहिँ। हामी हाम्रो लोकेसनमा आइसक्यौँ। यहाँ चाहिँ हामी अहिले सिल्भर ओक्स रेसिडेन्सियल अपार्टमेन्टमा छौँ। हाम्रो आज भाइटिका चाहिँ यहाँ लाउनु आएको सबैजना फ्यामिली मेम्बर्सहरू चाहिँ गाडीबाट झरेर जानुहुँदैछ। अब हामी जाँदैछौँ फ्ल्याटतर्फ। जुर्नुहोस् हाम्रो आजको यो रमाइलो ब्लग, हाम्रो परिवारको भेटघाट। सो अब यहाँ सोध्दैछौँ है, हामी ब्लक 2मा जाँदैछौँ। अन्त ब्लक 2पट्टि नै परेको छ फ्ल्याट चाहिँ। अन्त जाँदैछौँ। यस्तै छ आज भाइटिकाको रमझम, रमाइलो गर्नुपर्छ है सारीको। आइसक्यौँ हामी। अब हाम्रो परिवारको रमझम चाहिँ चलो ह्याप्पी भाइटिका। अन्त ह्याप्पी भाइटिका। अरे यहाँनिर छ। हेलो भर्खर उठेको हो क्या। यो हाम्रो सम्पूर्ण परिवार आज यहाँनिर भेटघाट। बडा हाम्रो काका सबैजना आज उठेको छौँ है। हाम्रो फुपा हुनुहुन्छ पर, फुपा ज्यू चाहिँ हाम्रो 11:30 बज्छ। 10:00 लागि सायद छोपिहाल्ने हुन्छ। अझै हाम्रो दादाहरू आइपुग्नु भएको छैन। यहाँनिर चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो जी हो। त बाटोभरि अन्त बिमार भइस् ए यस्तो छ। यही दिन हो भने चाहिँ यहाँ हाम्रो साइला बडा हुनुहुन्छ लेफ्टमा, त्यहाँदेखि हाम्रो काइला बडा, यहाँ हाम्रो बाबा, त्यहाँदेखि हाम्रो यता कान्छा काका हुनुहुन्छ, सुमन काका, यता हाम्रो चमन काका हुनुहुन्छ। त्यहाँ पर हुनुभएको चाहिँ हाम्रो बडी, यहाँ हाम्रो बहिनी स्वस्तिका, यहाँ हाम्रो स्वरूपदा, यहाँको छोरी। हेलो भन भाइ, यसलाई भाइ भन्छु। यो चाहिँ हाम्रो बहिनी स्वस्तिका, ए सज्जु ऊ स्वस्तिकाको नानी। अन्त यहाँ चाहिँ चेतन दादा है खतरा। माम्स भन्दा त मामा भन्दा त मामा मामा यस यस। अगाडिबाटै अब लगभग भइसक्यो। बाबाहरूले टिकाहरू लगाइसक्नुभयो, बडाहरूले, काकाहरूले।
अब हाम्रो पालो आज सबैलाई यस प्रकारले गिफ्टहरू दिनुहुँदैछ फुपूले है भाइ टिकाको सामान ढोक्ने कार्यक्रम पनि हुन्छ है अब यही टिका दामी लाग्यो हौ हेर हेरको अन्त आइसक्नुभयो है फुपूहरू आइसक्नुभयो दिपराज पनि आइसक्यो अन्त भाउजू छोरी हाम्रो नियति अनि हाम्रो कान्छो फुपू पनि आइसक्नुभयो अब आउने समय हाम्रो पनि टिका लगाउने पालो आयो अब चाहिँ सबैजना हामी दाजुभाइहरू लगाउँछ ठुलो पार्टीहरू सबैले लगाइसक्यो अब हामीले लगाउने पालो यहाँ हाम्रो एकजना चाहिँ अलस तलस भएर सुतिरहेको छु हजुर अलिक घुमा पछाडि अलिक माथिबाट अलिक उताबाट उता यो त हातले त डल्लै कभर गर्छ पछाडि आएन नि त सेल्फी स्टिक जस्तो छ हात पनि सेल्फी स्टिक जस्तो बाफ्रे सबै आयो कस्तो खाइहाल्नु न ल तैँले खाएको ल पर्के भाइ हजुर भाइ टिका ल ओ कुन चाहिँ अरे खुकुरी चाहिँ भनिदिइहाल्नु न गोल्ड प्लेटेड बोल्दैन हेर्नु हेर है घमण्डी अन्त गोल्ड प्लेटेड खुकुरी लगाएर राम्रो खबै टिकाहरू लगाइसक्यौँ अब चाहिँ खानासाना खाने हो है हामीले सर्भिङ चाहिँ यतानिर भएको छ यहाँ ठुलो हल छ है यहाँनिर चाहिँ खानाको प्रबन्ध भएको छ डिस यस्तो छ के हो यो जरा यो जरा के छ त्यो करेला मुन्टा रहेछ यो मुला अचार सेलरोटी फर्ची मर्ची चिकन
मसरुम यो के छ यसमा एकदमै रमाइलो भयो हेर्नुहोस् न अब कस्तो चाहिँ रमाइलो भयो अब हामी सबै सकेर चाहिँ फर्किँदैछौँ है यहाँ दादाले पनि केही भाइटिकाको बारेमा के भन्नुहुन्छ हेलो एभ्रिवान फर्स्ट अफ अल अब सम्पूर्णमा नमस्कार अनि आजको दिन रमाइलो भयो हामी भाइटिका मनाएर बिहानै आएको थियौँ हाम्रो चेलीहरूलाई पुजेर अब हामी घरतर्फ लागिरहेको छौँ र यसरी नै अब एउटा सानो रिक्वेस्ट अब तपाईँहरू सबैलाई यसरी नै हाम्रो भिडियोजलाई सदैव लाइक गरिदिनुहोस् राखिदिनुहोस् अनि साथसाथै तपाईँहरूको जीवन पनि यसरी नै दिवाली जस्तै रङ्गमय होस् अनि तपाईँहरूको जीवन सधैँभरि नै उज्यालो रहोस् भन्दै यति भन्दै सबैलाई थ्याङ्क यू अनि गुड बाई अब हामी लागेको दार्जिलिङतर्फ थ्याङ्क यू एभ्रिवान आजको सबै भाइटिका पनि एकदम रमाइलोसितले बित्यो नाचगान भयो होइन टिकाहरू लगायो भाइटिका रमाइलोसित बित्यो भनेर आशा राख्दैछौँ है सो अब हामी दार्जिलिङतर्फ लाग्दैछौँ सो यति नै हो आजको दिन तपाईँहरूको पनि राम्रो भयो भन्ने आशा राख्दै यो सानो मेरो छोटो भ्लग भाइटिकाको भ्लग हामी एन्ड गर्दैछु सो सी यु इन नेक्स्ट भ्लग सो बाई एभ्रिवान सी नेक्स्ट भ्लग